राजेन्द्र अनि साथीहरू चाहिँ खै हो साथीहरू केशवको आमालाई जलाउनु जानुभएको छ गएको छ त्यसैले कहिले चाहिँ मर्यो कहिले चाहिँ बित्नुभयो उसको आमा तँलाई थाहा छैन त्यही भएर सोधेको कहिले बित्नु भयो भनेको एक दिन भयो अनि एक दिनमा अहिले जलाउँदा हुन्छ कि लिम्बूको परम्परागत अनुसार लिम्बूहरूमा एक दिनलाई लासलाई खासैमा गाड्ने विचार थियो केशवको तर पनि लास चाहिँ जलाइयो ल हौ धेरै नराम्रो भएछ ल हार्दिक श्रद्धाञ्जली छ अनि दिवाकर अमर रेशम चाहिँ के गर्नु गएको छ मैले भन्दैछु त म भन्दैछु त सघाउनु गएको छ भन्दैछु धेरै नराम्रो भयो ल हौ अब उसले सान्त्वना अब केशवलाई सान्त्वना दिनु पर्ला जस्तो लागिरहेछ यस बल्ल मरिन केशव होइन के भन्दैछ त आमा मर्दाखेरि सबैजना दुःखी हुन्छ तर त खुसी किन भइरहेछ हौ किनकि अब आमा बाँचिसकेपछि अब सबै जायदादहरू भएन नि सबै जायदाद मेरो हुनु कारणले म खुसी छु बिचारा त्यो राघवले सोचिरहेको होला मैले दुःखी भइरहेछु दुखिएर खुसी छु होइन यो केशव तँलाई के लाग्छ आमा मर्नु राम्रो होइन त फेरि त्यो आमाले नि तेरो खर्च उठाएको आमाको मन यति ठुलो हुन्छ कि जुनै मान्छे भएपछि यस्तो पनि निच नजरले कि आफ्नो आमा मरेको बेलामा रुनु छोडेर हाँस्दैछ तँलाई के भयो त मासुम या रुम तँलाई के भयो